हेलो गाइस, आज चाहिँ मेरो भाइको बर्थडे नि हामी चाहिँ मन्दिर दर्शन गर्दैछ नि यस्तो पानी परेको छ बिचरा म। हेलो गाइस, म चाहिँ मेबीको भर्याङ चढ्दैछु। यो चाहिँ हाम्रो पुर्खौली घरको मन्दिर हो। अनि ओ माई गड, चढ्दा चढ्दै चढ्नै नसक्ने हुन्छ क्या। हेलो गाइस, हामी चाहिँ मेबी मन्दिरमा छौँ अनि यो चाहिँ हाम्रो पुर्खौली घर। अनि आज चाहिँ मेबी जात्रा पनि हो अनि देउता यहाँ राखेको छ। बाहिर लिने पैसा यहाँ जिसक्यो भन्नु फेरि ढोक भवन हो कि अनि त्यो बत्ती चाहिँ बाहिर भयो। अनि म नाकी काका खोज्दै थिएँ, ठ्याक्कै नाकी काका पनि भेटिहालेँ। हेलो गाइस, अहिले चाहिँ 11 भइसक्यो अनि हामी चाहिँ बल्ल घुमारा मन्दिर पुगेको छौँ। हेलो गाइस, हामी चाहिँ गुहेश्वर मन्दिर पुग्यो अनि यो चाहिँ मेरो फेभरेट मन्दिर हो किनभने यहाँ मलाई एकचोटि एउटा केरा अनि एकचोटि चाहिँ काजु र छोक्रा आएको छ। अरूहरूलाई चाहिँ भाग्यमानीहरूलाई चाहिँ माछा र अन्डा आउँछ भन्थ्यो अनि मलाई चाहिँ त्यति भएन आयो। अर्को जस्तो त पाएन होला। धन्यवाद। हेलो गाइस, हामी चाहिँ सङ्गटा पुग्यो अनि महाकाल चाहिँ हामी ढल्न भ्याएन लाइन थियो, यहाँ पनि बाहिरबाट पूजा गऱ्यौँ। हेलो गाइस, हामी काल भएर पुगेको छौँ।